So hello guys, welcome to our new video. यस भिडियोमा चाहिँ हामीले चाहिँ आज कम्पाइलर डिजाइन एन्ड कन्स्ट्रक्सन पढ्दैछौँ. सो कम्पाइलर डिजाइन एन्ड कन्स्ट्रक्सन भनेको के हो, कसरी गरिन्छ, त्यसको बेसिक फङ्सनहरू के छ, कसरी एउटा कम्पाइलरले काम गर्छ, के हो त्यसको पार्ट्सहरू, त्यसको स्टेप्सहरू हामीले चाहिँ यसमा पढ्नेछौँ. र यसको अब सिएसआइटीले दिएको कोड चाहिँ त्यो सब्जेक्टको कोड चाहिँ CSC 352. अनि अब यसको चाहिँ फुल मार्क्स चाहिँ 60, पास मार्क्स चाहिँ 24. त्यसरी चाहिँ 20 + 20 चाहिँ यसको चाहिँ 20 + 20 चाहिँ यसको चाहिँ के छ भने यसको चाहिँ बाँकी रहेको प्र्याक्टिकल मार्किङ निस्किन्छ. सो यो चाहिँ 3 थ्योरी 3 अनि ल्याब यसरी चाहिँ क्रेडिट आवर चाहिँ यसको 3 छ. ल सुरुको युनिटमा चाहिँ हामीले के पढ्छौँ, इन्ट्रोडक्सन टु द कम्पाइलिङ. कम्पाइलर भनेको के हो, एनालाइसिस अफ द सोर्स प्रोग्राम, फेजेस अफ द कम्पाइलर एन्ड कम्पाइलर कन्स्ट्रक्सन टुल्स. यिनीहरूको बारेमा चाहिँ हामीले यस भिडियोमा चाहिँ पढ्नेछौँ. ल अब ढिला नगरिकन लेट्स मुभ टु द कम्पाइलर. सुरुमा कम्पाइलर भनेको के हो त, कम्पाइलर भनेको अर्कै पनि होइन, सेट अफ अ program which convert high level language to machine level. सो बेसिकली हाम्रो चाहिँ यो एउटा सोर्स प्रोग्राम, यो चाहिँ हाम्रो एउटा सोर्स प्रोग्राम भयो भने कम्पाइलरले के गर्ने काम गर्छ, कम्पाइलरले चाहिँ यो चाहिँ हाम्रो के भयो, कम्पाइलर भयो. र यसरी चाहिँ हाम्रो के गर्छ, यसले चाहिँ 1010 को बिटमा चाहिँ एमएलमा चाहिँ मेसिन लेभलमा चाहिँ यसले चाहिँ चेन्ज गर्ने काम गर्छ. सो कम्पाइलरले त यसरी काम गर्यो. अब कम्पाइलर जस्तै अब अरूहरू छ, लाइक एज यो चाहिँ हाम्रो कम्पाइलरको भयो भने अब कम्पाइलर प्लस इन्टरप्रेटरको पनि काम त्यही हो. अब कम्पाइलर भर्सेस इन्टरप्रेटर. कम्पाइलरको काम के हो भने, कम्पाइलर र इन्टरप्रेटर बेसिकली कम्पाइलरले चाहिँ के गर्छ भने होल प्रोग्रामलाई एकैचोटि एक्जिक्युट गर्छ र एमएलमा चेन्ज गर्छ भने इन्टरप्रेटरको काम चाहिँ के भन्छ, लाइन बाई लाइनलाई चाहिँ यसले के गर्छ, एक्जिक्युट गरेर चाहिँ यसले चाहिँ एमएलमा लिएर जान्छ. अब यो कन्डिसन अनुसार चाहिँ के भयो भने कम्पाइलर फास्ट भयो. के को कन्डिसनमा, प्रोसेसिङको कन्डिसनमा एकैचोटि यसलाई प्रोसेस गर्दाखेरि चाहिँ एकैचोटि हेर्न परेन, त्यही भएर अलिकति फास्ट भयो. यो फास्ट चाहिँ यो कन्डिसनमा भयो. तर हाम्रो चाहिँ यो फास्ट भयो र यो चाहिँ एकचोटिमा एउटा लाइन मात्र उस गर्दाखेरि यो कम्पेरिटिभली कम्पाइलिङको केसमा चाहिँ यो अलिकति स्लो भयो. तर आउटपुट निकाल्दाखेरि चाहिँ यसको मेमोरी के भयो, मेमोरी बढ्यो. किनकि यसले चाहिँ के गर्यो भने एकैचोटि 200 लाइन्स अफ कोड छ भने एकैचोटि त्यसलाई मेमोरीमा लोड गर्दाखेरि चाहिँ यसको चाहिँ मेमोरी बढ्यो भनेपछि, अब मेमोरी चाहिँ बढ्यो भनेपछि यसको चाहिँ एकचोटिमा एउटा लाइन्स मात्र गर्छ, त्यही भएर यसको चाहिँ मेमोरी घट्यो. र यसले चाहिँ के पनि गर्छ भने यसले चाहिँ इन्टरमिडिएट कोड जेनेरेट गर्छ. इन्टरमिडिएट अब्जेक्ट कोड जेनेरेट गर्छ. यसले चाहिँ के अनि यसले चाहिँ नो इन्टरमिडिएट अब्जेक्ट कोड र
अब यो भयो त हाम्रो इन्टरप्रेटर र कम्पाइलरको डिफरेन्स। अब यसको चाहिँ अर्को एउटा इक्जाम्पल चाहिँ के हुनसक्छ भने यसको इक्जाम्पल चाहिँ C++, जावा एसेक्ट्रा हुन सक्यो भने यसको इक्जाम्पल चाहिँ पाइथन, रुबी एसेक्ट्रा। सो यो भनेको चाहिँ हाम्रो कम्पाइलर र इन्टरप्रेटर। इन्टरप्रेटरको काम पनि सेम हो, कम्पाइलरले जे काम गर्छ त्यही गर्छ, तर के गर्छ उसले चाहिँ लाइन्स बाई लाइन मात्र के अरे त्यसको इरर देखाउँछ भने कम्पाइलरले चाहिँ होल प्रोग्रामलाई एकैचोटि एक्जिक्युट गरेर इरर थ्रो गर्ने बेला पनि उसले एकैचोटि होल प्रोग्रामलाई एक्जिक्युट गर्छ र इरर थ्रो गर्छ। र यसले चाहिँ के गर्छ भने यसले चाहिँ हरेकचोटिमा एउटा स्टेप्स मात्र एकचोटिमा एउटा मात्र प्रोसेस गरेर चाहिँ अब यदि इरर छ भने योभन्दा अगाडि चाहिँ त्यो जान्न, यहाँ यसलाई चाहिँ उस नगरेसम्म। त्यही भएर यसको केसमा के भन्छ भने इजी डिबगिङ यो भयो, इजी डिबगिङको केस यो भयो। र यसको चाहिँ अलिकति गाह्रो हुने भयो डिबगिङ, किनकि एकैचोटि सबै कम्पाइल गरेर इरर थ्रो गर्दाखेरि चाहिँ इरर मानव धेरै छ भने अलिकति प्रब्लम आउँछ। इजी डिबगिङ के हुन्छ भने यसले त ठ्याक्कै लाइन नै दिन्छ कहाँनिर त्यो कहाँनिर बग आइरह र त्यो बग आइसकेपछि के गर्छ भने ठ्याक्कै यहाँ जस्तो मानौँ समथिङ यहाँनिर गएर बग आहा भनिसकेपछि यो चाहिँ अब यसलाई एक्जिक्युट गर्दैन, यो बग नहटाएसम्म चाहिँ यसलाई एक्जिक्युट गर्दैन। यो चाहिँ यसको फाइदा भयो। र अब यसरी नै कम्पाइलर र इन्टरप्रेटरको पनि भयो। र यसपछि आयो अब हाम्रो फेजेस अफ कम्पाइलर। सो फेजेस अफ कम्पाइलर, फेजेस अफ कम्पाइलरमा हाम्रो चाहिँ बेसिकली 7 होइन 6 फेजेस हुन्छ। माथिको टप 3 फेजलाई चाहिँ हामीले के भनिन्छ एनालाइसिस भनिन्छ। एनालाइसिस पार्ट अथवा एनालाइसिस फेज भनिन्छ भने हाम्रोको बटम 3 लाई चाहिँ के भनिन्छ भने बटम 3 फेजलाई हाम्रो चाहिँ प्रोसेसिङ फेज हुन्छ बेसिकल्ली। प्रोसेसिङ फेज। अब टप 3 फेजलाई चाहिँ हाम्रो एनालाइसिस पार्ट किन भन्ने र बटम 3 फेजलाई चाहिँ हाम्रो प्रोसेसिङ पार्ट चाहिँ किन भन्ने भने टप 3 फेजमा चाहिँ के हुन्छ भने यो एउटा सोर्स प्रोग्राम मानौँ एउटा सोर्स प्रोग्राम छ, त्यसको चाहिँ के गरिन्छ एनालाइसिस पार्ट मात्र गरिन्छ भनेपछि त्यसको चाहिँ अब त्यहाँ भएको भित्रको त्यो मिलेको कि छैन, सिन्ट्याक्टिकल्ली करेक्ट छ कि छैन, सिमेन्टिकल्ली करेक्ट छ कि छैन भनेर यति गरेको भनेको चाहिँ एनालाइसिस पार्ट। त्यसपछि प्रोसेसिङ फेज भनेको चाहिँ यति गर्दासम्म चाहिँ के हुन्छ भने यो कुनै पनि मेसिनमा डिपेन्डेन्ट भएर काम गरेको हुन्न, यो जस्ट कम्पाइलरको आफ्नो काम मात्र हुन्छ। र यहाँ आइसकेपछि के भन्छ भने यसलाई चाहिँ यो चाहिँ केमा डिपेन्ड हुन्छ मेसिनको रिक्वायरमेन्टसँग चाहिँ डिपेन्ड भएर काम गर्छ। त्यही भएर हाम्रो यसलाई चाहिँ के भन्छ अब फ्रन्ट इन्ड भन्छ यसलाई चाहिँ के भन्छ भने ब्याक इन्ड अफ कम्पाइलर भनेर भन्छ। फ्रन्ट इन्ड र ब्याक इन्ड। जस्तो फ्रन्ट इन्डमा चाहिँ के गर्छ भने हरेकको एउटै केस हुन्छ, हरेक कम्पाइलरको एउटै केस हुन्छ, तर ब्याक इन्डमा चाहिँ के हुन्छ भने मेसिन अनुसार चाहिँ फरक पर्न सक्छ। मेसिन अनुसार चाहिँ फरक पर्ने बित्तिकै यो चाहिँ ब्याक इन्ड भयो। ल अब हामी चाहिँ एक्चुअल फेजेस हेरौँ। सुरुमा चाहिँ हाम्रो के छ भने सुरुमा चाहिँ हाम्रो लेक्सिकल एनालाइसिस, त्यसपछि हाम्रो सिन्ट्याक्स एनालाइसिस, त्यसपछि सिमेन्टिक एनालाइसिस, त्यसपछि इन्टरमिडिएट
कोड जेनेरेसन। त्यसपछि आयो हाम्रो कोड अप्टिमाइजेसन र कोड जेनेरेसन। यो भनेको चाहिँ के हो भने स्टेप बाई स्टेप प्रोसिड्युर भन्छ यसलाई चाहिँ। एकपछि अर्को अर्कोपछि अर्को चाहिन्छ भनेर चाहिँ यसले प्रोसिड्युर गर्छ र हरेकचोटि यो हुँदाखेरि चाहिँ यहाँ एउटा के एलिमेन्ट गर्ने हुन्छ सिम्बोल टेबल मेन्टेन गरेर हुन्छ यसले। यसरी यसले चाहिँ सिम्बोल टेबललाई चाहिँ मेन्टेन गरेर हुन्छ र इरर पनि फ्याँकिरहन्छ। यो भनेको हाम्रो चाहिँ बेसिकली फेजेस अफ द कम्पाइलर भयो। र अब यसपछि चाहिँ अब यहाँबाट चाहिँ के हुन्छ भने यो चाहिँ मेसिन लेभल ल्याङ्ग्वेज दियो, यहाँबाट चाहिँ हामीले सोर्स प्रोग्रामलाई चाहिँ हामीले यहाँबाट रिड गर्यो अनि यसरी चाहिँ स्टेप बाई स्टेप गरेर 6 फेजेस अफ कम्पाइलरबाट चाहिँ बाँकी हुन्छ। ल सुरुमा चाहिँ अब लेक्सिकल एनालाइसिस। सुरुमा लेक्सिकल एनालाइसिस भनेको के हो? लेक्सिकल एनालाइसिस भनेको चाहिँ के हो भने फर्स्ट स्टेप हो। यसले चाहिँ के गर्छ भने सोर्स प्रोग्रामलाई रिड गर्छ र के जेनेरेट गर्छ? जेनेरेट भ्यालिड टोकन्स। यसले चाहिँ जेनेरेट भ्यालिड टोकन्स। भ्यालिड टोकन्स। अब यहाँ टोकन्स भनेको के हो? टोकन्स भनेको जे पनि हुनसक्छ। IDENTIFIERS आइडेन्टिफायर्स, कीवर्ड्स, नम्बर्स एसेट्रा। यो चाहिँ के हो? टोकन्स भनेको चाहिँ के हो भने सेट अथवा कम्बिनेसन अफ द क्यारेक्टर हो जुन चाहिँ के हुनसक्छ? आइडेन्टिफायर पनि हुनसक्छ, कीवर्ड्स पनि हुनसक्छ, नम्बर पनि हुनसक्छ। यसरी चाहिँ हाम्रो चाहिँ फर्स्ट लेक्सिकल एनालाइसिस भयो र यो टोकन्स चाहिँ केलाई इनपुट जान्छ भने यो चाहिँ सिन्ट्याक्स एनालाइसिसलाई चाहिँ के जान्छ? इनपुट जान्छ। यसरी चाहिँ हाम्रो भ्यालिड टोकन निस्क्यो। अब टोकन यसरी निस्किसकेपछि अब हाम्रो आयो सिन्ट्याक्स एनालाइसिस। सिन्ट्याक्स एनालाइसिस भनेको चाहिँ के भने ग्रामेटिकल्ली करेक्ट छ कि नै त? नै। ग्रामेटिकली करेक्ट भनेको चाहिँ के हो भने अब ग्रामेटिकली करेक्ट भनेको मानौँ हाम्रो कुनै पनि भ्यारिएबल डिक्लेयर गर्दाखेरि हामीले चाहिँ के गरिन्छ भने इन्ट ए गरिन्छ अथवा यसलाई चाहिँ हामीले भ्यारिएबल डिक्लेयर पनि गरौँ र भ्यालु पनि एसाइन गरौँ। इन्ट ए इज इक्वल्स टु 30। यो भनेको नि हाम्रो भ्यालिड छ, यो भनेको नि हाम्रो भ्यालिड छ। तर हामीले चाहिँ के भ्यालिड हुन्छ भने इन्ट ए इन्ट गऱ्यो भने यो भ्यालिड भएन र 30 ए इज इक्वल्स टु इन्ट गऱ्यो भने पनि यो भ्यालिड भएन। अब त्यसपछि अर्को यो भनेको चाहिँ हाम्रो ग्रामेटिकली करेक्ट छ कि नै, यो पनि भ्यालिड भएन, यो पनि भ्यालिड भएन। यो किनकि यो ग्रामेटिकली करेक्ट छैन। ग्रामेटिकली करेक्ट नहुँदाखेरि चाहिँ के प्रब्लम आउँछ भने यसरी चाहिँ यसले इरर थ्रो गर्यो। यो भनेको चाहिँ हाम्रो के भयो भने सिन्ट्याक्स एनालाइसिस। सिन्ट्याक्टिकल्ली करेक्ट छ कि नै भनेर यसलाई देखाउनु पर्यो भने यो चाहिँ हाम्रो सिन्ट्याक्स एनालाइसिस। अब यो शुद्ध के भन्छ भने जस्तै इन्ट भनेको हाम्रो एउटा किवर्ड छ भने हामीले इन्ट भनेर चाहिँ अर्को एउटा कुनै भ्यारिएबललाई चाहिँ डिफाइन गर्न पाउनु। यो भनेको नि एउटा सिन्ट्याक्स एनालाइसिस हो। सिमेन्टिकली कनेक्ट छैन हैन। यसले चाहिँ के भन्छ रुल्स अफ ल्याङ्ग्वेजलाई चाहिँ फलो गरेछ के अरे सरी टोकनलाई चाहिँ इनपुट लिन्छ र यसले चाहिँ अब यसरी बनाइसकेपछि यसले अब के दिन्छ आउटपुट? यसले चाहिँ के जेनेरेट गर्छ? पार्स ट्री भनेर चाहिँ यसले अब जेनेरेट गर्ने काम गर्छ र पार्स ट्री भनेको अब केलाई इनपुट जान्छ? सिमेन्टिक एनालाइसिसलाई चाहिँ यो अब इनपुट गयो। ल अब आयो अर्को सिमेन्टिक एनालाइसिस।
SEMANTIC सिमेन्टिक एनालाइसिस। सिमेन्टिक एनालाइसिस भनेको के हो? यसले चाहिँ रुल्स अफ ल्याङ्ग्वेजलाई फलो गर्छ। र सिमेन्टिक एनालाइसिस भनेको के हो? सिमेन्टिक एनालाइसिस भनेको चाहिँ सिमेन्टिकली करेक्ट छ कि छैन, SEMANTICA सिमेन्टिकली करेक्ट मात्र हेर्छ। लाइक हेज अघि हामीले के भन्छ भने इन्ट ए भनेर यो चाहिँ हाम्रो के अरे सिन्थेटिकल्ली करेक्ट छ। तर हामीले चाहिँ मानौँ एउटा स्ट्रिङ पनि डिफाइन गऱ्यौँ एक्स भनेर, स्ट्रिङ पनि डिफाइन गऱ्यौँ र हाम्रो चाहिँ एउटा सम निकाल्यौँ, यो चाहिँ इन्ट सम छ र हामीले चाहिँ के गर्नु खोज्यौँ भने ए प्लस एक्स गऱ्यौँ। अब हाम्रो कन्डिसन चाहिँ के छ भने यो सिन्थेटिकल्ली त करेक्ट छ, इन्ट पनि डिफाइन छ, सम पनि डिफाइन छ, ए पनि एउटा भेरिएबल दिइरहेछ जुन चाहिँ आइडेन्टिफायर होइन, एक्स पनि एउटा भेरिएबल हो जुन चाहिँ आइडेन्टिफायर होइन, यहाँ एक्सको पनि छ वा ए पनि राम्रोसँग डिफाइन छ। तर हामीलाई के थाहा छैन भने, अथवा के थाहा भने इन्ट र स्ट्रिङ कहिले पनि जोडेर एउटा रिजल्ट आउन। यो भनेको चाहिँ अब सिमेन्टिक एनालाइसिस भयो क्या। सिमेन्टिक एनालाइसिस भनेको के हो भने लोजिकल एनालाइसिस गर्ने। लोजिकल एनालाइसिस भनेको चाहिँ इन्ट र स्ट्रिङ चाहिँ कहिले पनि जोडिन्न। यो भनेको एउटा सिमेन्टिक एनालाइसिस भयो। उनीहरूको त्यो ल्याङ्ग्वेजमै पर्दैन, उनीहरूको रुल्स नै होइन, यो रुल्स अफ ल्याङ्ग्वेज नै होइन। के अरे इन्ट र स्ट्रिङलाई जोडेर चाहिँ म अब कुनै एउटा नयाँ भ्यालु निकाल्छु भनेर गर्ने हो भने यो भएन। तर इन्ट प्लस फ्लोट त जोडिन्छ नि, तर यसको आउटपुट के पनि हुनसक्छ, इन्टमा नि हुनसक्छ, फ्लोटमा नि हुनसक्छ। यो भनेको फेरि भ्यालिड भयो। अब यो चाहिँ सिमेन्टिक एनालाइसिसले यसको काम चाहिँ, सिमेन्टिक एनालाइसिसको काम चाहिँ के भयो भने यो भ्यालिड छ कि छैन, सिन्थेटिकली करेक्ट भएको कुरो पनि त्यसले लोजिकल एनालाइसिस दिँदाखेरि त्यसले भ्यालिड एन्सर दिन्छ कि दिन्न भनेर चाहिँ यो हेऱ्यो भने चाहिँ सिमेन्टिक एनालाइसिस भयो। ल त्यसपछि आयो अब आइसिजी, इन्टरमिडिएट कोड जेनेरेसन। इन्टरमिडिएट कोड जेनेरेसन आइसिजी भन्छ। ल बेसिकली आइसिजी को काम के हो भने एउटा के भन्छ भने इन्टरमिडिएट कोड जेनेरेट गर्छ, जसलाई चाहिँ हामीले के गर्छ भने कस्तो तरिकाले गर्छ भने मेसिन ल्याङ्ग्वेजमा लैजान इजी हुने तरिकाले चाहिँ के गर्छ भने यो इन्टरमिडिएट कोड जेनेरेट गर्छ। इन्टरमिडिएट कोड भनेको चाहिँ के हुन्छ भने मेसिन डिपेन्डेन्ट पनि हुनसक्छ, इन्डिपेन्डेन्ट पनि हुनसक्छ। मेसिन डिपेन्डेन्ट पनि हुनसक्छ अथवा इन्डिपेन्डेन्ट पनि हुनसक्छ। मेसिन डिपेन्डेन्ट भयो भने त्यो मेसिनको लागि मात्र भयो, मेसिन इन्डिपेन्डेन्ट भयो भने के भयो भने बाइट कोड। यो बाइट कोडलाई चाहिँ त्यो एउटा इन्भाइरोमेन्ट, एउटा ल्याङ्ग्वेजको इन्भाइरोमेन्टमा जुन प्लेटफर्ममा रन गरे भए पनि के हुन्छ भने यसलाई चाहिँ रन गर्छ। यो चाहिँ क्रस प्लेटफर्म हुन्छ। ल इन्टरमिडिएट ल्याङ्ग्वेज जेनेरेसनको यति नै भयो। अब इन्टरमिडिएट पछि हाम्रो के छ भने कोड अप्टिमाइजेसन। कोड अप्टिमाइजेसन भनेको के हो भने बेसिकल्ली अननेसेसरी कोड हटाउने। त अननेसेसरी कोड कस्तो हुनसक्छ, अनयुज्ड भेरिएबल अनि इन्फाइनाइट लुप्स अथवा अनयुज्ड लुप्स। त्यसपछि डेड कोड भनेको चाहिँ कुनै पनि त्यो कोडले चाहिँ कतै डेड स्टेटमेन्ट अथवा डेड कोड भन्छ, यसले चाहिँ त्यो एक्जिक्युट गरेपछि कुनै पनि कामै छैन क्या, त्यसको कामै छैन। जस्तै ए इज इक्वल्स टु ए टेन्स टु एएक्स छ, तर सरी कस्तो छ भने एस टेन्स टु एएक्स छ, ए टेन्स टु बी ए छ, बी टेन्स टु वाइ छ। अब यो भइसकेपछि
ए छ मानौँ ए छ भनेपछि एसले एसँग रिलेटेड भयो ए पनि एसँग रिलेटेड भयो तर यो बीको काम त केही पनि भएन नि त यो भनेको चाहिँ अब डेड कोड भयो कि बेकार मेमोरीमा खानी मात्र काम गर्यो त्यही भएर यो भनेको चाहिँ अब यस्तो यस्तो कोडलाई चाहिँ हटाउनु पर्यो अब अनयुज भेरिएबल भनेको पनि यही भयो अनयुज भेरिएबल अथवा डेड कोड भनेको चाहिँ के यसले चाहिँ के गर्छ भने यसले चाहिँ कतै पनि लैजान्न कि हामीलाई कतै पनि लगेन यो भनेको चाहिँ हाम्रो डेड कोड भयो अब फाइनली हाम्रो आयो कोड जेनेरेसन गर्दाखेरि चाहिँ कोड जेनेरेसन भनेको चाहिँ के भने अप्टिमाइज्ड कोड निकाल्ने जसले चाहिँ के भन्छ मेमोरीमा प्रेसर घटायो फास्ट रन भयो हो कि नै फास्ट रन भयो र आउटपुट चाहिएको आउटपुट दियो भनेपछि यो चाहिँ हाम्रो मेसिन कोड जेनेरेसन भयो यसरी चाहिँ अब यसले चाहिँ के डिफाइन गर्ने काम गर्छ यसले चाहिँ मेसिन ल्याङ्ग्वेजमा लैजान्छ र मेसिनले चाहिँ अब बुझेर चाहिँ आउटपुट दिने काम गर्छ यसरी आउटपुट दियो यो भनेको चाहिँ अब कोड जेनेरेसन भयो अब आयो अब हाम्रो अर्को एउटा के आयो भने सिम्पल टेबल भन्दाखेरि के हुन्छ भने सिम्पल टेबल भनेको चाहिँ अरू के पनि होइन एउटा डाटा स्ट्रक्चर हो जुन चाहिँ ह्यास टेबल पनि हुनसक्छ बेसिकली डाटा स्ट्रक्चर हो जुन चाहिँ ह्यास टेबल पनि हुनसक्छ अनि अर्को चाहिँ यसले के काम गर्छ भने सबै एउटा प्रोग्राममा भएको सबै आइडेन्टिफायरहरूलाई चाहिँ के गर्छ स्टोर गर्ने काम गर्छ र यसले चाहिँ के गर्छ भने इजी सर्च ड्युरिङ फेज अफ कम्पाइलर इजी सर्च गर्ने काम गर्छ अनि अर्को चाहिँ यसले के गर्छ भने रोलब्याक केस इन इरर ड्युरिङ इरर पनि दियो रोलब्याक केस ड्युरिङ इरर पनि दियो अब अर्को चाहिँ के भन्छ नि स्कोप म्यानेजमेन्ट डाटा स्ट्रक्चर हो आइडेन्टिफायर सेभ गर्यो आइडेन्टिफायरहरूलाई चाहिँ स्टोर गर्यो इजी सर्च गर्यो किनकि अब बेसिकली फेरि के गरिरहनु परेन एउटा सोर्स कोडलाई हामीले सिम्बल टेबलमा लोड गरिसकेपछि अब यसले अब फेजेस अफ कम्पाइलर युज गरिरहेछ भने हरेकचोटि यो सोर्स कोड अब हेर्न परेन यसले के हेरे पुग्यो अब सिम्बल टेबल हेरे पुग्यो फेरि इनपुट लिग्यो फेरि सिम्बल टेबल हेर्यो फेरि इनपुट लिग्यो यसरी चाहिँ हाम्रो सिम्बल टेबलले चाहिँ यसरी काम गर्छ र स्कोप म्यानेजमेन्ट के हो भने चाहिँ कस्तो मानौँ हामीले एउटा आइडेन्टिफायर एक्स एउटा भेरिएबल मानौँ आइडेन्टिफायर भन्दा अलि झुकेला भेरिएबल एक्स चाहिँ हाम्रो चाहिँ कति छ भने यसको स्कोप चाहिँ यहाँदेखि यहाँसम्म मात्र छ योभन्दा बाहिर चाहिँ यसलाई चाहिँ हामीले युज गर्न पाइन्न यो भनेको चाहिँ हाम्रो स्कोप म्यानेजमेन्ट भयो जस्तै एउटा फङ्सनभित्र चाहिँ हामीले एउटा एक्स डिफाइन गर्यो तर त्यही एक्सलाई चाहिँ हामीले के गर्यो आउट अफ द यो फङ्सनलाई चाहिँ युज गर्न थाल्यौँ भने यसले चाहिँ इरर देखाउँछ त्यो भनेको चाहिँ स्कोप म्यानेजमेन्ट भयो सो स्कोप म्यानेजमेन्ट पनि भयो अब यसरी जाँदाखेरि अब हाम्रो के आयो अब हाम्रो चाहिँ कम्पाइलर कन्स्ट्रक्सन टुल्सहरू आयो कम्पाइलर कन्स्ट्रक्सन टुल्स अब यसमा हाम्रो के छ भने सुरुमा हाम्रो के छ पार्सर जेनेरेटरको काम के हो भने यसले इनपुट के लिन्छ यसले इनपुट चाहिँ ग्रामेटिकल डिस्क्रिप्सन अफ ल्याङ्ग्वेज लिन्छ र आउटपुट के दिन्छ भने यसले चाहिँ आउटपुट केलाई दिन्छ सिन्ट्याक्स एनालाइजरलाई यसको काम केही होइन यसले ग्रामेटिकल डिस्क्रिप्सन अफ द ल्याङ्ग्वेज लिन्छ र यसले चाहिँ केलाई आउटपुट दिन्छ सिन्ट्याक्स एनालाइजरले दिन्छ अर्को आयो हाम्रो
स्क्यानर जेनेरेटरमा इनपुट के भयो हाम्रो इनपुट के होइन आरई रेगुलर एक्सप्रेसन डिस्क्रिप्सन रेगुलर एक्सप्रेसन डिस्क्रिप्सन अफ tokens of a language रेगुलर एक्सप्रेसन डिस्क्रिप्सन अफ टोकेन्स लिन्छ र आउटपुट के दियो यसले पार्स ट्री आउटपुट चाहिँ के दियो यसले लेक्सिकल एनालाइजरलाई चाहिँ एनालाइजरको चाहिँ के दियो भने अब लेक्सिकल एनालाइजर को लागि चाहिँ आउटपुट दियो तर यसले के डिफाइन गर्छ भने रेगुलर एक्सप्रेसन अफ द टोकेन्स लिग्यो र यसले चाहिँ के भन्छ भने भ्यालिड टोकेन निकाल्ने काम गर्यो सो यसरी यो भएको दुईटा भयो पार्सर जेनेरेटर र स्क्यानर जेनेरेटर अब त्यसपछि आयो अर्को हाम्रो के आयो भने सिन्ट्याक्स डाइरेक्टेड ट्रान्सलेसन इन्जिन सिन्ट्याक्स डाइरेक्टेड ट्रान्सलेसन इन्जिनको इनपुट के भयो यसको इनपुट भनेको पार्स ट्री भयो र यसले चाहिँ आउटपुट के दियो आउटपुट चाहिँ यसले के दियो भने इन्टरमिडिएट कोड दियो पार्स ट्री केले जेनेरेट गर्छ पार्स ट्री चाहिँ के भन्छ सिमेन्टिक सिन्ट्याक्स एनालाइसिसले जेनेरेट गर्छ सिमेन्टिक एनालाइसिसले जेनेरेट गर्छ र त्यसलाई चाहिँ के गर्छ त्यसलाई चाहिँ इनपुट लिएर चाहिँ यसले सिन्ट्याक्स डाइरेक्ट ट्रान्सलेसन इन्जिनले चाहिँ आउटपुट इन्टरमिडिएट कोड दियो त्यसपछि आयो अर्को अटोमेटिक कोड जेनेरेटर अटोमेटिक कोड जेनेरेटरले केही पनि गर्दैन अरु इनपुट चाहिँ इन्टरमिडिएट कोड लिन्छ इन्टरमिडिएट कोडलाई चाहिँ इनपुट लिन्छ र आउटपुटलाई चाहिँ के हुन्छ भने अप्टिमाइज मेसिन ल्याङ्ग्वेज दिने काम गर्यो अप्टिमाइज मेसिन ल्याङ्ग्वेज दियो अर्को छ डाटा फ्लो एनालाइसिस इन्जिन यसले चाहिँ के भन्छ भने बेसिकली डाटा कताबाट कता फ्लो भयो एनालाइसिस अफ डाटा फ्लो गर्छ और डाटा कताबाट कता फ्लो भयो डाटा राइट सही तरिकाबाट फ्लो भयो कि भएन सही ठाउँबाट सही एउटा सही टार्गेटबाट त्यो पुग्नुपर्ने ठाउँमा चाहिँ राम्रोसँग पुगेको छैन हामीले के अरे सोचे अनुसार चाहिँ त्यो पुगेको छ कि छैन भनेर चाहिँ यसरी दिन्छ र डाटा फ्लो चाहिँ के को लागि की पार्ट हो कि पार्ट फर कोड अप्टिमाइजेसन को लागि चाहिँ डाटा फ्लो चाहिँ के हो भने की पार्ट हो की पार्ट के को लागि की पार्ट अफ कोड अप्टिमाइजेसन सो यसरी नै अब हाम्रो के भ्यायो सो यसरी नै अब हाम्रो चाहिँ के भ्यायो भने कम्पाइलर भ्यायो एनालाइसिस अफ द सोर्स प्रोग्राम भ्यायो अनि फेजेस अफ द कम्पाइलर कन्स्ट्रक्सन टुल्स पनि भ्यायो सो आजको लागि यति नै अब नेक्स्ट क्लासमा चाहिँ हामीले वान पास कम्पाइलरहरू पढ्नेछौँ यसमा चाहिँ सिन्ट्याक्स डिडेफिनेसन भनेको के हो सिन्ट्याक्स डाइरेक्ट ट्रान्सलेसन भनेको के हो पार्सिङ ट्रान्सलेटर फर सिम्पल एक्सप्रेसन त्यसपछिको लेक्सिकल एनालाइसिस फुल अलि डिटेलमा जान्छौँ लेक्सिकल एनालाइसिस कसरी गर्न सकिन्छ अब यसरी नै जाँदाखेरि चाहिँ यस्तो ल आजको लागि यति नै यति भन्दै म बिदा हुन्छु अब यदि तपाईहरुलाई यो मन पर्यो भने प्लिज लाइक एन्ड सब्स्क्राइब अनि यदि प्रब्लम केही आयो भने तल चाहिँ कमेन्टमा चाहिँ कमेन्ट गरिदिनु होला म रिप्लाई गर्नेछु थ्यांक यू सी या